एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ हामी चाहिँ गाइस यहाँ फाले डाँडा भन्ने जग्गा आइरहेको छ होइन। जान्छ एउटाले नि त कान्छा म अनि भाइ हेलो भनिदिनु। हेलो। अन्त यहाँनिर मेरो भाइले चाहिँ झ्यालमुरी बनाउँदैछ देवर हेलो भन्छ। यी झ्यालमुरी बनाउँदैछ बिचाराले हो। अहिले चाहिँ हामी चाहिँ नि फाले डाँडा भन्ने जग्गा आइरहेको छ गाइस घुम्नु चाहिँ। म चाहिँ फर्स्ट टाइम आएको गाइस। कान्छा चाहिँ अस्ति भर्खर पनि आउनु भएको रहेछ हो। अन्त आज चाहिँ हामी तिनजना घुम्नु आइरहेको छ। तपाईँले हेर्नु सक्नुहुन्छ है। डरलाग्दो बाटो छ भन्दा पनि अब भिड खालको हुन्छ नि त्यस्तो छ होइन गाइस। दामी छ जग्गाहरू। भाइ के गरेको तिमीलाई आउँछ बनाउनु आउँछ? बनाउनु पर्यो नि भाइ। तपाईँ चाहिँ के गर्नुभएको? बुलियो पो रहेछ त। कस्तो उयो गरेको हौ स्प्राइट चाहिँ डल्लै फ्याँकेर। पैसा त्यसै आएको अन्त क्यार अरे है भाइ भाइ। बिचारैले झालमुरी बनाउन आएन हौ। ए खोल्दै हाल्छ नि यसको काम के छ। खाँदै खोल्दै हाल्छ नि होइन भाइ। तिमी खोल्दै हाल कि म अहिले प्याजहरू काटिकन हाल्छु। गाइस मैले चाहिँ प्याजहरू सबै टमाटरहरू खोर्सानीहरू छुरी पनि बोकेर आएको थिएँ होइन। अब भाइले खोलेर हाल्दैछ हो। अन्त म चाहिँ काटेर बनाउँछु होइन। घरमा अल्छी लाग्छ गाइस। यस्तै छ पारा होइन। के हालेको? ए प्याजहरू चाहिँ काटेर लिएर आएको रहेछ है। मेरो फुच्चीले बनाउँदैछ। लाग्दा हालेको होइन नि। यहाँ परसम्म पुग्ने थियो कि हामीहरू तर भाइ हिँड्नु सकेन नि त। त्यही भएर चाहिँ हामी यहीँसम्म मात्रै आइपुग्यो हो। ए कान्छा र भाइ छ। यस्तो डरलाग्दो छ यहाँ भिड चाहिँ। हामी चाहिँ छेउमा बसिरहेको छ। हजुर टमाटर काट्नु एकछिन। यी हाम्रो चाहिँ झालमुरी बनिँदैछ। म बनाउँछु अब एकछिनबाट प्याजहरू हालेर हो। गाइस यी हेर्नु सक्नुहुन्छ मजाको छ जग्गाहरू। ओ परसम्म जाउँ भनेको थियो कि यहाँ परसम्म तर भाइ हिँड्नु सकेन नि त। अब यो तल जग्गा कुन चाहिँ जग्गा हो? यो तल गान्तोक जाने बाटो। यो बाटो यो तल त्यो अघि सुब्बा दाजु घर जाने बाटो बनेन बाटो। यो तलको छ सिधै यो रोड गयो भने भन्ज्याङ निस्किन्छ तल। मजाको छ गाइस जग्गाहरू हेर्न सक्नुहुन्छ है तपाईँले। खान्छ हजुर के भनेको? गाइस म चाहिँ अब टमाटर काट्दैछु हो। हेर्नु सक्नुहुन्छ है। घरबाट काटेर ल्याउँ भन्दा मान्दैन हो। यसरी देखाउनु न। भाइ चाहिँ ऊ हाल्दैछ बिचाराले। खाँदै हाल। आँखामा पर्छ जल्छ। आँखामा हाल्नु ठुलो खोल्न मेरो टमाटर त साह्रै ठुलो काटी पर्यो। हुन्छ के काट्नु? पक्र न मजाले। काटेर त कस्तो काटेको अहिले। गाइस हाम्रो चाहिँ झालमुरी रेडी हुँदैछ। बाइक क्या मजाले हट्यो है। एउटा बाइक चाहिँ नि गाइस यहाँनिर चाहिँ आउँदै थियो कि सानो लडेन के को मर्छ हौ। अहिले नालीभित्र पसेको कि नालीभित्र पस्यो कि बिचरा त्यो ड्राइभर कि तर मातेको रहेछ हौ। मातेर चाहिँ किन कुदाउनु पर्यो होला। फिट्नु न तपाईँ चाहिँ। यो केटाले कि उयो नि के भन्छ उयो के भन्छ तेरो मेरो चाहिँ उयो नगरिहालेछ। नझुटै हालेछ अर्किन्छ।
हाम्रो झालमुरी मास्टर ए केटाहरू छिटो छिटो गर्नु न परसम्म जाउँ भनेको नि तपाईँलाई हौ परसम्म गएको भन्छु त ए गाइस हामी त बिसाएको मात्रै अरे अब हामी जान्छ अलिकति खाएर हो बनाउनु चाहिँ बनाइसक्यो हामीले होइन झालमुरी अब चाहिँ यति खाएर चाहिँ पर जान्छु बाहिर पनि खान्छु आमामा के लागेको यो मैदा भित्र चाहिँ लागेन रहेछ धन्न किन खाँदैन चिसो छ त उयो गर्नु त बन्द गर्नु त घोप्टे भने जान्दिनँ म गाइस हामी चाहिँ झालमुरी खाँदैछ हो झालमुरी हेर्नु सक्नुहुन्छ हात चाटेको चाँदैछ त तेल ल्याएको भन्थ्यो नि साह्रै सुक्खा भए अल्छे अल्छे परे कहाँबाट अन्त न तेल ल्याउँछ न के ल्याउँछ भाइ भाइ भाउजू कति माया लाग्छ है भाइ भाउजू कति माया लाग्छ भक्कु लाग्छ मलाई यति साह्रो माया गर्छ है भाइले चाहिँ मलाई भेट्नुको लागि चाहिँ कहाँ गएको के भएको यो मान्छे हेर्नु त गाइस यो छेउमा बसिरहेको ढङ्ग हेरेन छिटो अब है छिटो घर फर्किनु ढिलो हुन्छ कुनै कति बज्यो हेर्नुहोस् है यी डाँडा डाँडा यस्तो डरलाग्दो जग्गा चाहिँ जग्गा चाहिँ दामी छ कि बाइक कुदाउनेहरू चाहिँ एकदम होसियार गरेर चलाउनु पर्छ होइन बाइक गाडीहरू जे पनि एकदम अघि भर्खर यहीँनिर आयो यहीँ लडेको है ड्राइभर यहीँनिर चाहिँ एउटा ड्राइभर थियो कि नालीमै पसेर गयो ओह्रालै फर्केर घुम्नु आएको थियो कि नालीभित्रै पसेर साथीहरू पुरा थियो माथिरहेको रहेछ हो गयो नानी मलाई देऊ त बेर थियो बेर गाडी हामी चाहिँ बसेर खाने टाइम छैन हो प्लस हामी ढिलो पनि आयो खै झालमुरी देखाउनु न ऊ झालमुरी बोक्यो खायो हिँड्यो हामी तिनजना मात्रै छ बिचरा माया लाग्दो हो झालमुरी खाँदै हिँड्यो अहिले बसेर खाने टाइम छैन हाम्रोमा हो त्यही भएर चाहिँ खाँदै हिँडेको हेर्नु सक्नुहुन्छ जग्गाहरू चाहिँ कति छिटो आएछ हामी त त्यहाँ पर त कति छिटो आयो तिमी त मैले लगेको तानेर दादाले लगेको तिम्रो दादाले के लान्छ कहाँ बस्ने हौ उतै जाने भाइ 1 लाख पाएको बाटोमा बिचरा मेरो भाइले सपना देख्दै हिँड्दैछ बाटोमा 1 लाख पाएको भए बाटोमा भन्दैछ बिचरा पानी नफ्याँकै भए पानी छैन पानी नफ्याँक है अहिले पानी चाहिन्छ है त्यहाँ त कति टाढो छ हजुर दार्जिलिङ म चाहिँ बोक्दिनँ उनीहरू चाहिँ झिप्दै खान्छ म चाहिँ झालमुरी वाक्कै भयो स्प्राइट पनि बेसी भयो कि त्यही भएर चाहिँ खाएको छु क्या डरलाग्दो जग्गा आइपुग्यो नाम्ची बजार नाम्ची बजार
नाम्ची बजार कहाँ छ फेरि नाम्ची बजार पनि देख्दो रहेछ गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ है होइन आमामा रोड के साह्रो लामो मन्दिर हो के हो फेरि मन्दिर आइपुग्यो हामी चाहिँ यहाँ त जोरथाङको जस्तो लाग्यो त मलाई त यो है पानी त छैन खाइसाउ पानी छैन रहेछ मैले भनेको दुईवटा बट्टामा बोक्नु भनेर स्प्राइटको भरमा हिँड्छ नि अब यहाँ ढुङ्गामा बसौँ न हुन्छ होला है बस्दा पानी छैन रहेछ गाइस यहाँ त कस्तो लोधर्यो घुम्नु जाँदा यस्तो खालको हुन्छ सिनहरू बिचरा यिनीहरू पानी ला स्प्राइट पनि सक्छ पानी छैन यहाँ स्प्राइट यहाँनिर छ पानी त्यही छ स्प्राइट हो पानी पनि त्यही छ स्प्राइट पानी थाप्नु पनि पानी छैन रहेछ गाइस यहाँ चाहिँ तपाईँहरू आइहाल्नु भएछ भने चाहिँ पानीहरू लिएर आउनु चाहिँ यहाँ चाहिँ डरलाग्दो हेर्नुहोस् त यहाँ ओह्रालो अहिले भने चाहिँ हामी चाहिँ लड्छ है लड्छ गाइस हामी चाहिँ अहिले चाहिँ नि अब फर्केको हामी चाहिँ हो पानी पनि छैन रहेछ पुरा तिर्खा लाग्यो अब घर जाने हो अनि टाइम पनि बितिसक्यो घर पुग्दा त रात पर्छ होला भनेर चाहिँ हामी छिटो छिटो घर जाँदैछ होइन बिचरा उनीहरूलाई तिर्खा लागिसक्यो पानी पनि छैन रहेछ गाइस तपाईँहरू आउनु भएछ भने चाहिँ यहाँनिर चाहिँ पानीहरू लिएर आउनुहोस् होला है हाम्रो जिजो लाग्छ अरेको होइन हौ अब बस्ने टाइमै पाएन नि त अब घर जानुपर्छ देवाले हाँस्छ र मानेछ आज चाहिँ जाउँ है के बस्नु ढिलो हुन्छ है गाइस म चाहिँ अब हामी चाहिँ गएको होइन ढिलो पनि भयो हो खाँदैन हिँड्नु गाइस बाख्राहरू चराउनु यहाँसम्म ल्याउँदो रहेछ हेर्नु नि बिचरा बाख्राहरू चढ्दैछ कहाँबाट ल्याउँछ होला है हो माथि घर छैन होला यस्तो जङ्गलमा त यत्रो टाढो चलाउनु हुँदो रहेछ बिचरा बाख्राहरू